गाइज हामी कागबेनी पुगेका छौँ र यहाँ भोटे कुकुर ठ्याक्कै देखिहाल्यो। भोटे कुकुर अब लएर जानुपर्छ। अनि अगाडि ट्याक्क लाएर यो कागबेनीको श्राद्ध गर्ने ठाउँ हो। हामी श्राद्ध गर्ने ठाउँमा गइरहेको छौँ। मन्दी भाइ गर्दे यता आइ गर्दे यता हेरेर तमामा यता हाम्रो अङ्कल आइरहेको छ। उता घाम लागेको छ। पारि हिमाल देखियो। ट्याक्क लाएर यता पनि हिमाल आइ गर्दे बहुत राम्रो देखेको छ यार। गोरी भएछ नि उनीहरू त धेरै लगायत हामी अगाडि पुगेर सुसा फेरि जाडो यति जाडो छ कि भगवान् नसोच्ने। बिहान पनि यति जाडो छ। कति बज्यो अहिले? बिहानको अहिले 7:30 भएको छ। हामी कागबेनी 7:30 बजे पुगिहाल्यौँ। हामी बसेको चाहिँ मार्फमा थियो। ल हामी अगाडि गन्तव्य गइरहेको छौँ। यहाँको घर यस्तो ठाउँमा मुस्ताङ भन्ने चाहिँ त्यस्तै हुन्छ। तिमी नहौ फेरि ट्याक्क लाएर यस्तो गऱ्यो। म बसिदिन्छु यसरी बसिदिन्छु ट्याक्क लाएर म बस्दै। यो होटल के हो? ड्र्यागन रेस्टुरेन्ट आउनु होला। हामी बस्या चाहिँ के होटल थियो नामै मुक्तिनाथ जान समथिङ आधा घन्टा जति लाग्ला जस्तो लाग्छ। धेरै त लाग्दैन अरे। अब हामी बहुत उचाइमा आइसकेका छौँ। त्यो अघि नभई देखाइसकेको छु मैले। ल यो हाम्रो पहाड छ कि देखिँदैन आँखाले नभ्याउने पहाड छ। माथि टुप्पोमा के छ हेर त हो पुरा जुम यहाँ टुप्पोमा हेर्न यो मुस्ताङको बाटो अफरोडिङ कस्तो छ नि। यहाँको ढुङ्गा कति बलियो हो। सब ढुङ्गाले बनिएको घर। म चाहिँ यहाँ भर्याङबाट पनि झरिरहेको छौँ। अरू पुगिसक्नु तल हाउ फास्ट। आज हाम्रो टुरको तेस्रो दिन हो। हामी तेस्रो दिनमा कागबेनी आएका छौँ। श्राद्ध गरेर मुस्ताङ जान्छौँ। मुस्ताङबाट आज मुस्ताङै पर्छ हो। मुक्तिनाथ जान्छौँ। मुक्तिनाथ भगवान् दर्शन गर्छौँ। त्यसपछि गाइज हामी नाइट हिँडेर अनि पोखरा जान्छौँ। पोखरा बसेर भोलि बिहान फेवाताल हेर्छौँ। फेवाताल हेरेपछि अनि त्यसपछि सरासर घरतिर लाग्छौँ। हाम्रो प्रकाश अङ्कल चस्मा कहाँ गयो? चस्माको कमी भएको छ नि त्यो आँखामा। यहाँ बाटो लाखा पाखा झरिरहेको छ। बिस्तारै झर्नु भएको छ उतातिर। वाउ यो चाहिँ हो स्याउ फुले होइन। हम रेगिस्तान पे भन्ने क्या छ। मेरो हात काम छ। पन्जा लाएर नि काम गरेको छैन मेरो हातमा। तिमी ढोकिदिहाले बोर्की ओढेर झार लाग्यो भने चाहिँ बिस्तारै हिँड्नु है। बाबाहरू पुगिहाल्नु भयो। मेरो त हातमै छ। लाइसिन्यो लैस बोइ। मैले त सब लिएर आएको छु क्या। ए लैस त तान्छ कुन यही यो पनि लैस। म गोजीमा हात हाल्ने हिँड्यो। ओ माइ गड कति राम्रो हिमाल हो। वा बल्ल चस्मा लाएर आइदिनु भयो। कमी थियो अब बल्ल भलक अलिकति बस्दै जाने हो ट्याक्क ल। हाम्रो बोइमा हिँड्छिया छ। जाडोले थरथर पारेछ। अक्सिजन कमी त भएको छैन कसैलाई। हिजो हामी माथि गएर भलक बनाउनु पर्ने थियो। सुसा मोबाइल लगाएपछि यो चाहिँ हाम्रो धारा छ। यो कम चिसो वाला पानी यो मुक्तिनाथ हो नि यही हो। ल आहा आयो अब भेग। हिमाल पहाड तराई कोही छैन पराई। दिदी बहिनी भाइ भन्ने के गीत थियो अरे? हिमाल पहाड तराई कोही छैन पराई। ट्याक्क लाएर आउँदै हुनुहुन्छ हाम्रो ट्रेकिङ गरेर। बोइला लट्ठी बासी हुन्थ्यो के
अहिले आउँदा फेरि ट्याग यहाँ घर बन्दै रहेछ फेरि यहाँको मुस्ताङका घरहरू ट्याग खेलाएर आइपुगेका अनि त पुरा कपडै लाउनु भएको छ किन खत्तर पार्नु भएको चैन लाउनु न यति माया गर्नुहुन्छ नि अङ्कलले तर आन्टीले माया बुझ्नुहुन्न के हो कपडा न को आन्टी तातो पानी आउँदा बित्तिकै हाम्रो रुममा त तातो पानी आएको कति बजे उठ्नु थियो ढुकढुक पार्दा बित्तिकै नि पानी आयो भने तर पता ल म त गइदिए नौ न हप्तामा त के अनि इनी गएर नुहाइहाल्यो अनि नुहाएर इनी आएपछि म उतातिर कोठामा गएँ उता कोठामा जानु त इनले नुहाइसक्दा चालचुल उठेकै छैन त्यो घरमा नुहाउनु त सब नुहाउनु टाउको नुहाइराख्यो नि हल्का तातो पानी थियो अनि त्यसपछि नुहाउन सकिन्छ भने अब यस्तोमा आउँदो रहेछ यहाँ को प्रकाश अङ्कल आउनु भएको थियो कि हाम्रो रुममा ठक 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 पार्नु भएको थियो के बोल्दै बोल्नु न को तिम्रो मान्छे त कति 3 बजी उठेको थियो कि तातो पानी आयो गर्छन् गरी के गर्छन् ल हामी बागबेनी आइपुग्यौँ र कताबाट हो उताबाट रहेछ यता होइन इन्सेन्स यहाँबाट सर्ट छ त आउनु न यहाँबाट छ के बाटोको क्या कमी हो यहाँको पानी बोकेको छ कस्तो राम्रो घाम भोटे मजा लगाएर त यहाँ चट्टा छ मुस्ताङ जे छ सब मुस्ताङमै छ जाडो पनि यहीँ छ गर्मी पनि यहीँ हुन् ए भोटे यहीँ जा तिमीले त्यहाँ उमालो त्यो जेरी मुभी देखाउनु लगाएछ मेरोमा कहाँ आउँछ मेरोमा आउँछ अन्न त आधै अन्न यो कति जाडो हात तिट्टा छ यार तर भिडियो चाहिँ दामी आएको छ है बोलाइहाल्ने हो तिमीले यो यही बोलाइहाल्ने हो गच्चा गच बहुत लामो भइगयो 7:36 भइगयो उ गरिदिउँ पच गरिदिउँ बल्किन्छ सो गाइस फेरि कागु